यताको लागि हामीले यति धेरै रिस्क लिएछौँ कुनै भन्दैन गाइज हामीलाई भित्र जानै दिएनन् कस्तो भएन नि तिमीलाई साथीले छोरा एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ म जाँदैछु हस्पिटल किनकि आज मेरो साथीको चाहिँ डेलिभरी के भन्छ बेबी पाएको छ। आज छोरा कि छोरी हो त्यो चाहिँ केही पनि थाहा होइन किनकि बच्चा भयो भने मात्र थाहा भयो। अनि छोरा कि छोरी चाहिँ अब त्यहीँ गएपछि थाहा हुन्छ, हेरौँ के हुन्छ त्यहीँ गएर। अनि म मात्र छैन, पारी मेरो साथी पनि छिन्, सँगै जान्छौँ हामी दुईजना चाहिँ। दुईजना हो तिनजना, एकजना चाहिँ उतै हस्पिटलबाटै डाइरेक्ट हस्पिटलमै डाइरेक्ट आउँछ होला सायद। सो अब हामी दुईजना चाहिँ जान्छौँ। म यहाँबाट चाहिँ म मात्र जान्छु, अनि पारी गएपछि चाहिँ बहिनीसँग भेट हुन्छ। अनि त्यसपछि चाहिँ दुईजना जान्छौँ। धेरै सानो भएन र सानो बच्चालाई यत्रै त ठिक्क हुन्छ। पनि गर्छु कि हो बच्चाको कपडा ऊ त्यो ढाकावाला कस्तो छ र? भोटो मात्र भोटो मात्र। अर्को कि त्यो उसवाला हुन्छ है ब्ल्याङ्केट जस्तोवाला हुन्छ नि, त्यस्तो छैन? चाडोमा यो चाहिँ के हो त? यो सेटको हेलो, म थाहा छैन यार, यिनले न छोरो भने न छोरी भनेर हाल्यो नि, त्यतिकै कङ्ग्रेचुलेसन भन्यो नि। म त राति हुन्छ कस्तो भएन नि तिमीलाई साथीले छोरा यिनले न छोरी न छोरा केही भनेर नि हाल्यो नि। अनि छोरा हो जस्तो नि शङ्का नि लाग्यो नहुँदै अनि उसके तिमीले के भन्दिन नि, मलाई कस्तो चुरोट खानु मन लाग्यो किन होला भन्दै थिइन् कि त्यतिखेर नि हामीले छोरै होला भनेर शङ्का गर्थ्यौँ। नाइ होइन सी ब्लक डी ब्लक कहाँ लेखेछ रे? ए ब्लक ए त्यही छेउमा आँखा रहेछ। ए ब्लक यता बन्द छ फर्किने यता होला। यताबाट नि के जाने ठाउँ केटीले फेरि जुत्छ ऊ त्यहाँ त नि कि बाटो ऊ त्यहाँबाट नि हामी चाहिँ त्यता गएको के टोइलेट जान। टोइलेटबाटै त जान्छ नि। म त हस्पिटलमा हो, म नि नर्मल हो, तिम्रो नि नर्मल, बहिनी पनि नर्मल। हामी कसैलाई दुःख दिन्नौँ कि कस्तो अरे त्यसरी नै आयो तिमी डाइ खाने चाहिँ। जलगढा तिमी पहिलेदेखि यस्तै थियो कि अहिले एकपल्टको यस्तो भ्याप त खाल खुट्टाले यस्तो मम्मी वेलकम ब्याक। हात खुट्टा एकैचोटि नि हात र खुट्टा कसरी आउँछ हौ एकैचोटि? यता दुईवटा चारवटा जोड्दा अनि मैले बिर्सेको हेर ऊ त कुनाबाट नि निस्किन्थ्यो नि साँच्चै। घुमेर आएछु यो कुनाबाट नि निस्किन्थ्यो कि मैले बिर्सेको। अनि सी आयो खै त नि बी के त्यही भनेको त नि बिर्सेछु कि। बी ब्लक आयो 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 बी बी ब्लक बी। यस्तो पार्किङ पनि रहेछ। ए सरी सरी रुक न हामीलाई नि लाग्यो। ए बा यस्तो डर लाग्दो नि हस्पिटल यार, हेर न हरर मुभी बनायो नि सुपर हिट हुन्छ होला। ए होइन कञ्चना कञ्चनाको कुन धुन हुन्छ अरे? वही हो त हस्पिटल जस्तै होइन हौ।
यही हो र बाँकी हो र ए ब्लक डीमा आयौँ हामी बी भनेको होइन हो डी कहाँ हुन्छ अरे सोध्नुपर्छ सोधो सोधो मेरो बिहान छैन फोन गर न मैले भिडियो गराउँछु क्या तिम्रो केक पनि ल्याउनु पर्ने कि हामीले बेलुन केक झिरझिरे अघि यसो हल्लाउँदैन न कङ्ग्रेचुलेसन भन्दै फोन गर्न नि यति दुःख गर गर हेलो आन्टी कोठा नम्बर कति हो नि आन्टी वास्तवमा चाहिँ बीमा हुनुहुन्थ्यो अरे सी ब्लक अरे सी ब्लक यहाँबाट ए बा यो हस्पिटल हो साँच्चै यार भुत्कै यो रातिमा यहाँ आउनु हुन्न साँच्चै यहाँ त ओहो नि के हालत हुन्छ कि ओए समात्दामै एकअर्कालाई कति नम्बर कोठा हो हामी चाहिँ डराछौँ कस्तो भित्रभित्र हो र यस्तो डर लाउने आखिर राम्रै ठाउँमा त आएर जाउँ नि अघि कसले राम्ररी नसोधेको डी कि बी ओ त्यो बिचमा सोफा हेर न त्यो पानी बन्द गर न भाइ ओइ भैरवा मेडिकल कलेज छ नि यस्तो दामी खाया अँ तिमी एडमिट भयो न के अरे म एकजना अङ्कललाई भेट्न गएको थिएँ एडमिट भयो न हामी हेर्नु थुक्क पापी तिम्रो मुखमा त कस्तो नराम्रो बोलेको भाइ खै जिउरो हेरौँ त कालो त छैन जिउरो छैन बे लागिहाल्यो अन्त फेरि त्यस्तो नहुन न हुन्छ र एडमिट के कुरामा हुने त नि न म नर्स हो हिजो कतिखेर अनि अहिले यता साढे सी ब्लकमा साढे डीबाट सीमा साढे भन्नु गाइज हामीलाई भित्र जानै दिएनन् गाह्रो गार्डले गार्ड उठ्याउनु पनि हामीलाई जानै दिएनन् बिरामी आएपछि बल्ल जाने बिरामीको गएर साथीहरू हो न त्यहाँका आएपछि बल्ल हामी जाने जानेर भागेर हामी चाहिँ भागेर भित्र जाउँला आखान गाडो जानेर गइदिने त्यहाँको दिदी त गयो क्या फेरि कहाँ गयो भनेर लहाट्न नि जानेर जानेर गाडको ध्यान हुँदा भाग्यो अहिले सिटी बजाउला नि फेरि हामी चाहिँ पास नभइकन भागेर आएको ए भाग्यो अरे भाग्यो अरे अनि यता त्यो गाडीले देखायो ए भाग्यो अरे कुन चाहिँ हो फेरि यस्तो रमाइलो नि हुने है साथीलाई भेट्न भाग्दै आउनुपर्ने गाडीले जान नदिएर भाग्दै आएको सेक्युरिटीले माथि आइस देखेको नि भागेर गएको दिन गरे आन्टीले पनि जा भन्नुहुन्थ्यो अनि त्यो गाडीको छेउमा बसेको पनि जाउ जाउ गरेको थियो कि अनि हामी गइहाल्यौँ श्वेताको लागि हामीले यति धेरै रिक्स लियौँ ल यहाँ चाहिँ चप्पल खोलेर जानु पर्ने रहेछ भिडियो गराइदिए पाउँछ कि नै इमर्जेन्सी गाह्रो लास्ट तर आज श्वेतालाई भेटाउन लास्टै गाह्रो यार है के हो गाइने गाडो अरे के हो गाइने गाडो भनेको वा श्वेता
बधाई हो बधाई हामी भागेर आएको तल भागेको अहिले जाँदा कार्ड लिएर जाऊँ ल आन्टीलाई दिउँला होइन ए ल खुट्टा त पुरै सुन्ने चाहिँ वहीँदेखि छ के गरेको गुड कङ्ग्रेचुलेसन अनि आज बिहान फेरि मलाई सोद्धाखेरि तिमीले अझै कस्तो डर लाग्छ भाइ मलाई पनि भनिन् अनि मैले काकी तपाईले पाउने भइसक्यो भनेको त भनेको कसरी उचाल्ने ल ल ल है ल है ल दिदीको स्याहारमा ओके हैन डर लाग्छ भाइ दिदी पनि चाहिने रहेछ कुर्ता कुर्ता मान्छे कुर्ता कुर्ता हैन म त थाहा नि थिएन हिजो बहिनी भनेपछि बल्ल थाहा भएको म कोहीसँग बोल्नै पाएको थिएन कि दुई दिनदेखि म भने त्यसपछि त ढुकढुकु भयो फोन गरिहाल्छु भने आन्टीले गरे दुईचोटि गर्दा उठाएन उठाए नउठाए त्यसै भयो कति राम्रो महँगो भयो यस्तो ब्लुवर आइदिएको र सानो मान्छे उता उठाइदिनु ए उठ दिदी सोधा दिदी जबरजस्ती उठाइदिनु जबरजस्ती उठ 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 तिमीतिर हुन त रहेछ अल्छी नै रहेछ त्यही भएर त निस्किन नि गाह्रो मान्यो अपरेसनै गर्नु पर्यो ए अल्छी कस्तो मक्ख पऱ्यो भाइ टक्लिया भनिदेऊ न बाबु टक्लिया के नाम राखिदिने हो खतरा नाम राखिदेऊ है त्यो नामको मिनिङ यस्तो दामी होस् के ल बाई बाई अगेन कङ्ग्रेचुलेसन यो केटीको कङ्ग्रेचुलेसन पनि भ्याइएकै छैन राखे आन्टीलाई नि कङ्ग्रेचुलेसन हजुरआमा बन्नुभयो हजुर धेरै धेरै बधाई छ धेरै धेरै तिमीलाई पनि कङ्ग्रेचुलेसन ल गयौँ है बस नमस्ते अङ्कल अब भ्याइयो गाली गर्ने गर्नु त्यसरी गर्नु हजुर जाऊ भन्नुभयो अनि गयौँ हामी ऊ त्यहाँ एकजना हुनुहुन्थ्यो कि कुरे थियौँ हामी कति ज्ञानी भएर बसेथ्यौँ ल ल नरिसाउनु अब हामी चाहिँ साथीलाई भेटेर आएर नि बिरयानी खान आउन लाग्छौँ बिरयानी दरबारमा स्वागत छ सबैलाई घाममा को बस्छ अर्डर चिल्लो कालोदेखि खायो एसी अरे भोक लागेर यति गाह्रो भयो नि बरु भोक लागेर लल्याङलुङ मलाई पनि पानी देऊ त्यस्तो डढेको चना नि मिठो हो हामी डढेको चना खाने जस्तो देखिन्छ ल हाम्रो बिरयानी नि आयो गाइज ओ माई गॉड
यस्तो भोक लागेर खाने यति बिरयानीले के खाने हो तिमीले मोमो खाने हो मैले पनि मोमोलाई भन्नुपर्छ मोमो ए चलेगा मासु मात्र मलाई राखेछौ त्यहाँ तिमीलाई फर्स्ट बाइट खाएर फर्स्टमै रङ टोक्यो भगवान सुप कर देगा सुंदर हाँ दस पापी मजा आउँछ पिरो भएपछि मिठो रहेछ बिरयानी अब मोमलाई पनि लिएर आउनु सबैले लिएर आउनु मम्मीलाई मिडियम गाना लगाउने मम्मीलाई चाहिँ लिएर आउँछु मैले एक दिन ल्याउँछु कि घरै ल्याएर मिलाउँछु पिरो भएको नि त खाने हेलो खाऊ प्रसाद लाउनु त सोध्नु त मलाई खाने उला हो क्या लाउनु